Hello everyone. Third student from Marathon Medical Campus र आज चाहिँ हाम्रो OT डे छ. सो OT डे मा के हुन्छ, हाउ मेडिकल स्टुडेन्ट्स डु डेली लाइफ भन्ने कुरा चाहिँ आज म तपाईलाई देखाउन चाहदै छु. सो बी विथ मी है. ल म भर्खर उठे, अब एकछिन फ्रेस हुन्छु. फ्रेस भइसकेर एकछिन पढ्छु के छ आज OT जानुपर्ने केस के हो सरी भन्नुभएको थियो, त्यसको हल्का सर रिकल गर्छु अनि त्यसपछि हामी खाजा खान्छौँ, OT छिर्छौँ अनि आज होल डे हाम्रो कस्तो हुन्छ हेर्छौँ. गाइज यु क्यान सी आइ एम अन स्क्रब. अब आज चाहिँ हामी OT जाँदैछौँ. पछाडिको घडीमा देखिन्छ, आई होप यस इट्स 9:45 हुँदैछ. सो अब चाहिँ हामी 8:45 हुँदैछ. अब चाहिँ हामी के गर्छौँ, OT को लागि रेडी. अब हामी OT जान्छौँ. आई विल बी पोस्टिङ यु फ्रम माई OT है त. OTबाट देखाउँछु अनि अन द वे पनि अलिअलि यसरी देखाउँछु है त. हामी OT जाँदैछ, हामी चारजना चाहिँ होइन. ल हामी स्क्रबमा रेडी छौँ. कस्तो हाउ इज द एनर्जी केटा? हाउ इज द एनर्जी? हाउ जोस? एकदम एनर्जी भर्खर एक्सप्रेस गर्न सकिरहेको छ. ल ओके, OTमा भेटौँला है त. तुझे यारों में क्या भाई मिले जिनके दिलों में सफाई मिले. अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है. नेपाली बाबू मेड इन नेपाल. सो गाइज, हेलो गाइज, कस्तो भयो OT आज भन त. मलाई त चिन्नु नै भएको होला हैन. मलाई त चिन्नु नै भएको होला. हाम्रो काठमाडौँको परिचित सर्जनमा मदन युट्युबर पनि हो. उसको युट्युब च्यानल छ. अहिले चाहिँ कहाँ हराएको छ उसैलाई थाहा छैन होइन. कहाँ हराउँछ? तिम्रो सुरु नि भएको छैन भाइ, मेरो हरायो भन्छ. निमा के छ? निमा ल ठिक छ, मेरो आज मजा आयो. त्यही भएर त. ओके, अनि प्रशान्त राम्रो. कस्तो अनुभव हो भन्न? राम्रो अनुभव भयो. हेलो गाइज होइन. अनि आज हाम्रो दिउँसो OT भएको थियो. OT भइसकेपछि खानासाना खाइयो. त्यो बिचमा मैले भिडियो सुट हाल्न पाइनँ किन एकदम खाना थाकिसकेको. अनि थाकिसकेपछि म आएँ रेस्ट गर्ने रुममा. त्यसपछि अहिले चाहिँ अब म घर जाँदैछु. OT डे यस रमाइलो भयो आजको हाम्रो OT डे. त्यसको किनभने OTमा हामीले भिडियो खिच्न पाइँदैन भन्ने कुरो भएको भएर पुरै डिटेल्स चाहिँ मैले दिन सकिनँ. त्यही पनि हेर्नुलाई इन्जोय गर्नुलाई है त भिडियोलाई. अहिले म घर जान्छु. बाई.